म चाहिँ 14 वर्षको हुँदाखेरि पहिलोचोटि मिन्स भएको थिएँ। हाम्रो सुदूरपश्चिममा चाहिँ मिन्स भएपछि चाहिँ घरमा राख्ने चलन छैन। मिन्स भएपछि चाहिँ हामीले छाउकोटमा बस्नुपर्छ र हाम्रो उताको कल्चर भनौँ या परम्परा भनौँ, म मिन्स भएपछि चाहिँ मेरो फ्यामिलीले मलाई छाउकोटमा पठाउनु भयो। छाउकोटमा बस्दाखेरि चाहिँ कुनै पनि साथी हुँदैन, एक्लै बस्ने हो। म पहिलोचोटि मिन्स भएको थिएँ। एकदम गाह्रो पनि भइरहेको थियो र डर पनि लागिरहेको थियो। पहिलोचोटि एक्लै सुत्दै थिएँ, त्यही पनि घरबाट एकदम टाढा। म सुतेको अवस्थामा 4 जना मान्छेले कसैले मेरो मुख छोप्यो, कसैले मेरो आँखा छोप्यो र मलाई मेरो कपाल छाड्दै स्कुल नजिकै, हाम्रो घर नजिकै स्कुल छ, स्कुलमा लगेर मलाई सामूहिक बलात्कार गर्नुभयो। गरिसकेपछि चाहिँ उहाँहरूले चाहिँ प्रमाण नष्ट गर्नुको लागि चाहिँ मलाई मार्न कोसिस गर्नुभएको थियो र बनाउँदै गरेको 3 तले भवनबाट मलाई चाहिँ फ्याँकिएको थियो। फ्याँकिसकेपछि चाहिँ म बाँच्छु भन्ने मलाई आशै थिएन र भगवानको कृपा या आज म यहाँ आउनु थियो र म चलबलाइसकेपछि चाहिँ उहाँहरूले चाहिँ यसलाई त जसरी भए पनि मार्नुपर्छ भनेर चाहिँ अझै मेरो कपाल समात्दै मलाई लछार्दै पछार्दै जङ्गलतर्फ लाग्नुभयो। जङ्गलमा लाने क्रममा चाहिँ मान्छेहरू चलबलाइसकेको थियो, गाउँको मान्छेहरू। र बिहानमा गाउँमा त 4-5 बजे नै मान्छेहरू उठ्छन् त। र जङ्गलमा लगिसकेपछि पनि मलाई एकपछि एक म रगत भइसकेको थिएँ। तर पनि उहाँहरूले छोड्नु भएन मलाई। र मलाई चाहिँ नेकेड बनाएर एउटा रुखमा बाँधेर छोड्नु भयो उहाँहरूले। यो मरोस्, यो मर्यो भने प्रमाणहरू सबै नष्ट हुन्छ भनेर चाहिँ उहाँहरूले मलाई रुखमा नेकेड अवस्थामा बाँधेर उहाँबाट भाग्नुभयो। भागिसकेपछि एकजना व्यक्तिले मलाई नेकेड अवस्थामा रगत भएको अवस्थामा देखेर चाहिँ पुलिसलाई खबर गर्नुभयो। पुलिसलाई खबर गरिसकेपछि चाहिँ पुलिसहरू आउनुभयो र मलाई हस्पिटल लानुभयो। हस्पिटल लगिसकेपछि चाहिँ मलाई केही पनि थाहा थिएन ममा के भएको छ। र पुलिसहरू आउनुभयो। आइसकेपछि चाहिँ फ्यामिलीहरू सबैजना आउनुभयो र फ्यामिलीको चाहिँ एउटै इच्छा हुन्छ कि छोरी बाँचोस्, छोरी बाँचेपछि छोरीले न्याय पाउँछ भन्ने उहाँहरूको सोच भयो। र हामी एकदम ढुक्क थियौँ पुलिसहरूप्रति, उहाँहरूले हामीले न्याय दिनुहुन्छ भनेर। तर त्यो हाम्रो सोच मात्र रह्यो। जुन हामीले सोचेका थियौँ त्यो केही पनि भएन। म लामो समयसम्म हस्पिटलमा बसेँ। हस्पिटलमा बस्दाखेरि मेरो चाहिँ अगाडिको छातीको हड्डी र ढाडको हड्डी भाँचिएको थियो। जुन न्याय मैले पाउनु पर्थ्यो त्यो मैले पाइनँ।
उहाँहरू चाहिँ एकदम ठुलो मान्छे हुनुहुन्थ्यो, नेताको आफन्तहरू। एउटालाई काङ्ग्रेसले छुटायो, अर्कोले एमालेलाई, अर्कोले माओवादीले। र म चाहिँ न मसँग पोलिटिकल पार्टी थियो, न मसँग पैसा थियो। न्याय त पैसा र पावरमा बिक्दो रहेछ।